गोर्खालीलाई नेपालका बाउन्ड्रीबाट क्रस गरेर आएको गरिब र चोर र वायत हिन्दीमा गालीहरू बकेर है एउटा दुःखद कमेन्ट गरेको छ। हिजो मैले दार्जिलिङको संस्कृति, दार्जिलिङको इतिहास र हामी इन्डियन गोर्खाली को हो भन्ने विषयमा एउटा जनचेतना भिडियो बनाएको थिएँ है, जसमा एउटा बेङ्गली साथीले अत्यन्तै दुःखद घिनलाग्दो वायत कमेन्ट गरेर हामी सम्पूर्ण दार्जिलिङवासी गोर्खालीलाई चित्त दुखाउन पुगेको छ। र कुरा गरौँ गरिब र चोरको, यो देशको रक्षाको लागि बर्डरमा सबैभन्दा अघि बढेर रगत बगाउने वीर गोर्खाली हाम्रै हुन्। देशभक्ति र इमान्दारी हाम्रो रगतमा छ। हाम्रो इमान्दारीलाई हाम्रो कमजोरी नसम्झिनुहोस्। आज यस दुःखद यो एउटा साधारण कमेन्ट मात्रै नभएर है, यो कमेन्टले सम्पूर्ण हामी नेपाली जातिमा एउटा ठेस लाग्छ, ठेस परेको छ। किनभने हेर्नुहोस्, यो मेरो एउटा च्यानल यो कुनै अन्य विषयमा थिएन, यो हाम्रो ओएमजी, यो हाम्रो गोर्खाली भनेर मैले एउटा मूल्यवान एउटा च्यानल खोलेको थिएँ है, जसमा हामीले र हाम्रो टिमहरूले के गर्थ्यो भन्दाखेरि यसमा विशेष गरेर हाम्रो नेपाली कल्चर, नेपाली संस्कृति र हाम्रो इतिहास, हामी इन्डियन गोर्खाली को हो भन्ने विषयमा मैले भिडियोहरू बनाइरहेको थिएँ। मतलब लगातार भिडियोहरू गइरहेको थियो है, हालसालै नयाँ खोलेको यो अकाउन्ट हो। तर आज अचानक जुन मैले एउटा हामी इन्डियन गोर्खाली चाहिँ को हो भन्ने एउटा मैले भिडियो बनाएको थिएँ। यस भिडियोमा चाहिँ मलाई यस प्रकारको यो कमेन्ट देख्दा है, तिमीहरू यस्तो उस्तो भनेर जुन प्रकारले कमेन्ट गरेको छ है, यो कमेन्ट देख्दाखेरि चाहिँ मलाई एकदमै दुःख लाग्यो। तिमीहरू तारमुनिबाट छिरेर आएको है, तिमीहरूलाई नेपालबाट छिरेको हो, गरिब थिइस् तिमीहरूले यहाँ आएर जनसङ्ख्या बढाइ, स्पेसली तिमीहरू यहाँ बसोबास गर्दैछस्, फ्युचरमा तिमीहरूलाई खेद छ। यो सब कुरा अब सुन्दाखेरि दुःख लाग्छ। तर अब मलाई चाहिँ के लाग्छ भने चाहिँ यस्ता कुराहरू मान्छेले किन नि ढक्क आज नेपालीहरूलाई बोलिरहेको छ। हामी दार्जिलिङवासी जति पनि हाम्रो यो 1.5 करोड जनता छौँ, हामी है नेपाली छौँ, हामीमाथि किन यस्तो लान्छना लाग्छ। मेरो अन्दाजा र मैले महसुस गरेको अनुसार चाहिँ किन भन्दाखेरि चाहिँ हाम्रो जुन चाहिँ एउटा दार्जिलिङ क्षेत्रीयमा जुन चाहिँ हाम्रो एउटा गार्जियन हुनुहुन्छ है, हाम्रो चाहिँ गार्जियन दह्रो नभएर पनि हुनसक्छ। सायदै आज यो घटना युपीमा भएको भए है, योगी आदित्यनाथले आज देखाइदिन्थ्यो वृत्तान्त कि यो प्रकारको भिडियोमा कमेन्टहरू गर्नु या यो प्रकारको कुनै पनि जातिमाथि विरोधको कुराहरू गर्नुको मतलब चाहिँ उहाँ हेरचेक्रा गर्नुको सजाय चाहिँ के हुन्छ भन्ने विदिन 24 आवरमा देखा पर्थ्यो है। तर हाम्रो चाहिँ के छ भन्दाखेरि वास्ता छैन। हामीले जानेको के छौँ भन्दाखेरि हामीले देखेका र हामीले फेसबुक खोल्ने बित्तिकै आज हाम्रो नेताले के मात्रै गरिरहेको हुन्छ भन्दाखेरि यो पार्टीबाट त्यो पार्टी जानु है, राजीनामा दिनु, शपथ ग्रहण गर्नु है, एउटा नेताले अर्को नेताको खुट्टा तान्नु, गाली गर्नु, हाँस्नु र यस्तै कुराहरूले गर्दाखेरि चाहिँ हाम्रो आफ्नो संस्कृति चाहिँ हामीले बचाउन सकेका छैनौँ। अब भन्दाखेरि बडा दुःख लाग्छ है। तर हामीलाई यही नेपालकै मान्छेहरूले पनि हामीलाई इन्डियाको धोती भनेर भन्छ। हामी यहाँ नै हाम्रो नेताहरूले 1.5 करोड हामी गोर्खा भनेर खातिर पिर्छ होइन। तर हामी साइडमा भएको एकदमै छिमेकी देश नेपालकै जनताले पनि, नेपालकै कतिपय मान्छेले पनि हामीले कानले सुनेका छौँ, विदेशमा हुनेहरूले सुनेको होला है, सुनेका छौँ। उनीहरूले हामीलाई इन्डियाको धोती भनेर भन्छ। यसमा पनि हामी किन हेपिएको छौँ भन्दाखेरि चाहिँ हाम्रो चाहिँ गार्जियन दह्रो नभएर नै हो जस्तो मलाई लाग्छ है। र विशेष गरेर म हाम्रो जुन चाहिँ लिडरसिप गरेर आएको जुन चाहिँ हाम्रो गार्जियनहरू छ है, हाम्रो नेताहरू हुन्छ, जुन चाहिँ हाम्रो अगौटे व्यक्तित्वहरू हुन्छ, उहाँहरूले चाहिँ यस्ता विषयमा पनि छलफल गर्नुहोस् र यस्ता भन्ने व्यक्तिहरूको जुन चाहिँ आइडी छ त्यसलाई ट्र्याक गरेर त्यसलाई कडाभन्दा कडा सजाय दिनुहुन्छ भन्ने म आशा गर्छु। र हिजो पनि मैले एउटा भिडियो देखेको थिएँ, हाम्रो एउटा फेमस युट्युबर भनौँ या फिर सोसियल इन्फ्लुएन्सर भनौँ है, उहाँले पनि मलाई के भन्छ मोमोज चाइनिज भन्यो भनेर एउटा भिडियो लाइभ हाल्नु भएको थियो है। इन्डियाकै मान्छेहरूले यो सब घटनाहरू घटेको देख्दाखेरि चाहिँ हामीलाई दुःख लागेको छ। र आज मैले पनि सायद यही विषयमा हजुरहरूलाई जनाउनु खोजेको थिएँ है।
र मेरो भिडियो यहाँनिर समाप्त गर्छु र तपाईँहरूले सक्दोभन्दा सक्दो यो पेजलाई सेयर गर्नुहोस् है, यो भिडियोलाई फलो गर्नुहोस्, यो भिडियोलाई सेयर गरिदिनुहोस् र यो पेजलाई फलो गर्नुहोस् र यो भिडियो चाहिँ हाम्रो नेतृत्वहरूसँग पनि पुगोस् र यस्ता कमेन्ट गर्ने, यस्ता वाहियात कमेन्ट गर्ने हाम्रो नेपाली जातिलाई गाली गर्ने व्यक्तित्वहरूलाई चाहिँ कडाभन्दा कडा सजाय हुनुपर्छ भन्ने म आग्रह गर्दछु। धन्यवाद।